त्यही भएर तिमी ऱ्याङ्क 1 भयो होइन त्यस्तो होइन सरले फोन गर्नुभएको थियो हुन्छ एकदम एक्साइटेड साथ तिम्रो ऱ्याङ्क 1 आयो भनेर भन्नुभयो सब फर्मुलाहरू एकदम त्यो थ्योरी पनि हुन्छ र इन्ट्रान्समा चाहिने कन्सेप्टहरू पनि एकदम राम्रो क्वेसन हुन्छ 12-11 को त मोड्युल प्लस बुक 12 को चाहिँ मैले युट्युब अगेन फिजिक्स होइन कि अब के पढ्ने जहाँ त सकिसकेको छ त्यो एउटा क्वेसन रिपिट गर्न पाइयो त्यसमा त केही भन्नै मिलेन प्लस 2 को बुक इम्पोर्टेन्ट छ भनेर बनाएको थियो मैले त्यो कतिचोटि बिर्स्या भने त्यहाँ 2-3 चोटि हेरेँ होला कि त्यो भिडियो चाहिँ 12 पछि त्यो मेडिकलको लागि इन्स्टिट्युट नजोइन गरे पनि केही छैन अब तर बाउले जस्तो मागिदिन्छ त्यो प्रिमेड नगरे भने त त्यो त नामै निस्किँदैन त खत्तम भयो यसमा त ड्रपै लिनुपर्छ टाइपको मागिदिन्छन् अनि त्यसैले मैले पनि जोइन गरेँ हो सम्पूर्णमा नमस्कार म प्रवेश शाही हाल अहिले एमबिबिएस फर्स्ट इयर एनएचएस पहिलो वर्षमा अध्ययन गर्दैछु र आज हामीसँग हाम्रो पोडकास्टमा चाहिँ गेस्ट छन् हाम्रो C82 र्याङ्क अस्तित्व ओझा भाइको सानो इन्ट्रोडक्सनबाट नै स्टार्ट गरौँ धन्यवाद दाइ र सबैजनालाई नमस्ते मेरो नाम अस्तित्व ओझा मेरो यहाँ जन्मस्थान चाहिँ काठमाडौँ भए तापनि मेरो गाउँ चाहिँ पैटडी हो र मैले चाहिँ आफ्नो कक्षा 10 सम्म चाहिँ सेन्ट जेभियर स्कुल जाउलाखेलबाट पढेको हुँ र प्लस 2 चाहिँ सेन्ट जेभियर्स कलेज माइतीघरबाट गरेको हुँ मेन चाहिँ मैले अहिले चाहिँ एकदम खुसी लाग्दैछ कि म अहिले यो जुन एमइसीले लिएको कमन इन्ट्रान्स एक्जाम एमबिबिएस तर्फको त्यसमा मैले र्याङ्क 1 ल्याउन सफल भएको छु र यसकै बारेमा म केही आफ्नो एक्सपिरियन्स र अरू केही क्वेसनहरूलाई आन्सर गर्नले आज यहाँ ल्याएको छु ठ्याक्कै यसमा चाहिँ आजको कन्टेन्टमा हामी जेन्युन रिभ्यू एउटा टपर हुनको लागि अथवा आफ्नो इन्ट्रान्स एक्सपिरियन्समा कसरी गर्न सकिन्छ भनेर एउटा जेन्युन रिभ्यूको लागि चाहिँ हाम्रो अस्तित्व भाइसँग पोडकास्ट चाहिँ हाम्रो कन्टिन्यू हुन्छ सो पहिलो क्वेसन चाहिँ मैले सुरु गरेँ त्यो जुन एउटा सबभन्दा एउटा बेस्ट मोमेन्ट कि हामी सबैले पनि सोच्ने मोमेन्ट हो रिजल्टमा आफ्नो नाम र्याङ्क 1 मा त्यो आफ्नो एकचोटि त सिम्बल नम्बर थियो नाम थियो होइन सिम्बल नम्बर आफ्नो ठ्याक्कै त्यो फर्स्टमा देख्दाखेरिको मोमेन्ट चाहिँ के थियो त्यो चाहिँ त्यो सिम्बल नम्बर चाहिँ मलाई चाहिँ के भन्नुभएको थियो भने त्यो दिन रिजल्ट अब एक हप्तादेखि नै त्यो थियो फेसबुक ग्रुपभरि होइन एक्ज्याक्ट वर्डमा एमइसी अफिसियल के कुरा भनेर आज नआए भोलि आउँछ भोलि नआए पर्सि आउँछ भन्ने तर फाइनल त्यही दिन चाहिँ मैले सोधेको थिएँ कति बजी आउँछ उनले भन्नुभएको थियो धेरै दाइहरूले सरहरूले 8 देखि 10 बजेको बिचमा आउँछ होइन अनि उसले एक्ज्याक्ट टाइम भन्नु भन्ने भए चाहिँ 9:30 PM भन्नुभएको थियो म 9:29 सम्म रोकेँ अनि एक्ज्याक्टली 9:30 हुन साथ मैले मेसेज गरेँ कि त्यही खै त रिजल्ट भएर अनि उनीहरूले चाहिँ भने रोल नम्बर के हो अनि फोन आयो त्यो त्यहीँबाट मैले थाहा पाएँ होइन अनि उनले एकदम जुन सरले फोन गर्नुभएको थियो उन चाहिँ एकदम एक्साइटेड साथ तिम्रो र्याङ्क 1 आयो भनेर भन्नुभयो मलाई चाहिँ मेरो त नर्मल रियाक्सन थियो ल त ठिक छ धन्यवाद भने होइन फोन काट्थेँ होइन अनि त्यसपछि छिटो म बालाई भन्न गएँ बा पछाडिमा मामुलाई पनि भने अनि त्यसै गरेँ त्यो दिन चाहिँ रिलेटिभहरूलाई त्यति फोन चाहिँ गएन राति फोन गएन तर बासँग र मामुसँग नै र दाइलाई पनि हामीले कुरा गऱ्यौँ अनि एकदम खुसीको माहौल थियो त्यति बेला चाहिँ म कहीँ गएन बाहिर बोलाएका मान्छे धेरै बोलाएको थिएँ म त नआउनु गाडी ल्याएर आउँछु नि म यता पठाइदिए पनि थिएँ अनि ठ्याक्क म चाहिँ 8-9 घन्टा सुत्ने मान्छे फर्स्ट टाइम होला मैले पढाइको बेला पनि त्यति कम नसुतेको एक्ज्याक्टली 2 AM मा म सुतेको थिएँ त्यो दिन होइन मेन चाहिँ के भयो भने त्यही रिजल्ट हेर्दै अनि त्यति बेला चाहिँ एमइसीले पनि सिम्बल नम्बर हाल्थ्यो नाम हाल्थेन होइन अनि रिजल्टमा चाहिँ त्यो अलिकति त्यस्तो मलाई मन पनि भएन नाम हाल्न पर्थ्यो मलाई पनि त्यो फिल गरेको थियो नाम हाल्दा चाहिँ सजिलो हुन्थ्यो सबैको हेर्नु तर एउटा कुरा फिल गरेको थियौँ यो नाम नहालेर के इन्स्टिट्युटहरूलाई त्यो फोटो खोज्न गाह्रो भइरहेको थियो कुन विद्यार्थी कता टप भनेर त्यो गाह्रो भइरहेको थियो नत्र त ब्याङ्की हाल्थ्यो कि सिधै यो टपर भनेर पहिला होइन यो गाह्रो चाहिँ भएको थियो यति मिहिनेत गर्नु पर्यो जब अरूको नामकोबाट आफ्नो खोज्न चाहिँ गाह्रो पढाउनु हुँदा नि खोज्नपछि नाम निकालिसकेको विद्यार्थीहरूलाई खोज्न चाहिँ गाह्रो भयो आफ्नो बिजनेस चलाउनु मिहिनेत त गर्नु पर्यो अलिक बढी गर्न पर्यो राम्रै हो ठिक छ तिमीलाई यो मेडिकल फिल्डमा चाहिँ के कुराले तिमीलाई मोटिभेट गर्यो मेडिकल फिल्डमा आउन चाहिँ सो अलिक ब्याकग्राउन्डबाटै सुरु गरौँ मैले चाहिँ सानैदेखि मेडिकल फिल्डमा डक्टर बन्नु त्यस्तो कुनै सपना टाइपको थिएन सानैदेखि इन्जिनियर बन्छु टाइपको थियो अब यो मेरो सोच भन्दा पनि म सानैमा त क्राफ्टहरू गर्थेँ एकदम त्यो बोटहरू बनाउने पहिला युट्युबबाट चल्थ्यो नि बो एन्ड एरो बनाउने त्यस्तो टाइपको सुरिकेन बनाउने अनि घरमा पनि आमा भन्नुहुन्थ्यो यो त हजुरआमा भन्नुहुन्थ्यो कि यो त इन्जिनियर बन्छ होइन त्यही दिमागमा बस्यो इन्जिनियर भनेर अब 11 सम्मै त्यही सोच थियो अब 12 कै सुरुमा हो त्यो चेन्ज भएको सोच म बायोग्राफ ल्याएको थिएँ होइन अब 12 मा चाहिँ के भयो भने इन्ट्रेस्ट पनि म्याथ त्यति मन चाहिँ पर्न छोड्यो इन्ट्रेस्ट भएन मार्क्स त एकदमै राम्रो आउँथ्यो तर इन्ट्रेस्ट पनि हुनु भयो नि अनि 12 को बायो पनि एकदम राम्रो छ नि मन भयो उसले गर्दा इन्ट्रेस्ट बढ्यो अनि त्यही डक्टर भएर केही गर्नु थियो होइन नेपालमै बस्नु थियो त्यसैले मेन चाहिँ त्यहीँबाट सुरु भएको थियो क्लास 12 बाट र प्रपरली सी नै दिन्छु भने चाहिँ 12 मै भन्थ्यो 12 बाट क्लास 12 बाट तिमीले स्टार्ट गर्यो आफ्नो सी जर्नी चाहिँ सी जर्नी अब सी नै पढ्छु मैले 12 बाट तर 11 मा मैले कलेजको लागि जुन पढेँ नि युट्युबबाट त्यो पछि काम बेसिकबाटै क्लियर त्यो कन्सेप्टहरू 12 मा चाहिँ थाहा भयो सी दिन्छु
कन्टेन्ट चाहिँ तिम्रो स्कुलिङ चाहिँ कताबाट हो कस्तो स्कुलिङमा कस्तो थियो तिम्रो आफ्नो पढाइ लेखाइ चाहिँ यसरी मैले क्लास 1 चाहिँ मैले केएमसी स्कुल बुद्धनगरबाट गएको थिएँ त्यसपछि क्लास 2 मा चाहिँ मैले त्यहाँ सेन्ट जेभियर्समा चाहिँ इन्ट्रान्स एक्जाम भएको थियो एडमिसनको लागि अनि क्लास 2 मा चाहिँ सेन्ट जेभियर्स जावलाखेलबाट त्यहाँ चाहिँ नाम पनि निस्क्यो अनि त्यहाँ चाहिँ पढेँ अनि स्कुलिङमा त्यस्तो एकदम खतरे स्टुडेन्ट टाइपको पनि थिएन त्यस्तो त्यो माहौल पनि थिएन त्यहाँ फर्स्ट र्याङ्क सेकेन्ड र्याङ्क थर्ड र्याङ्क टाइपको राम्रो आइलाग्थ्यो अनि एससीमा पनि राम्रै आएको थियो 3.85 भएको थियो मेरो सेम जिपे नाइस अनि त्यही हो मेन एकदम टपर टाइपको चाहिँ थिएन अलि क्युरियोसिटी थियो अनि अलिक बढी कुराहरू एक्सप्लोर गर्न चाहिँ मन थियो ठिक छ अनि +2 चाहिँ कस्तो भयो तिम्रो सेन्ट जेभियर्स कलेज हाम्रै कलेजमा थाके +2 चाहिँ मेन थियो मैले चाहिँ 10 पछि चाहिँ एससीमा चाहिँ मैले ब्रिज कोर्स लिएको थिएँ सो पछि 12 पछि त्यो मेडिकलको लागि इन्स्टिट्युट नजोइन गरे पनि केही छैन तर 10 पछि ब्रिज कोर्स लिनु चाहिँ फाइदा हुँदो रहेछ मैले 3 महिना लगातार मैले विदाउट एनी ब्रेक्स मैले क्लास लिएँ चाहिँ नाम निस्क्यो होइन सेन्ट जेभियर्समा अनि मैले अब इन्जिनियर बन्ने भनेको थिएँ तर बायो ग्रुप लिएँ त्यसको पनि अर्कै स्टोरी छ सो मैले 100% नाम चाहिँ सेन्ट जेभियर्समा निकाल्नु थियो अरू पढ्ने कतै सोचै थिएन सो मैले चाहिँ त्यहाँ के देखेँ भने त्यो बेला चाहिँ फर्ममा त्यहाँ नोटिस राख्दै रहेछ कि कतिजनाले एप्लिकेन्टले चाहिँ बायो ग्रुप लियो कतिजना एप्लिकेन्टले फिजिकल ग्रुप लियो सो त्यसमा के थियो भने फिजिकल ग्रुपमा 3टा सेक्सन मात्र होइन त्यति बेला अहिले थपेका छन् तर त्यहाँ विद्यार्थीहरू बढी थियो फर्म फिल गर्ने अनि बायो ग्रुपमा सिट बढी थियो तर के थियो त्यहाँ मान्छे अलिक कमै थियो कम्पेरिटिभली सो अब मलाई के थियो 100% त्यही पढ्नु थियो अनि बायो ग्रुप लिएर पनि इन्जिनियर त बन्न सकिन्छ त्यसैले मैले त्यही बायो ग्रुपमा एडमिसन लिएर नाम पनि निस्क्यो एकदम इन्ट्रान्स एक्जाम पनि सही थियो त्यो ठ्याक्कै नम्बरले डिटर्माइन गरेर होइन त्यो फर्मको नम्बर मेडिकल फिल्ड र्याङ्क 1 अस्तित्व हो भनेर अब त्यो डङ्गी इफेक्ट सुन्नु भएको थियो नि एउटा झऱ्यो भने अर्को झर्ने अनि त्यस्तै हुँदै गरेर मेबी डेस्टिनी टाइपको होला नि पहिलेदेखि भाग्यमा के लेखायो होला हुनसक्ला सो त्यो पछि पढ्न सुरु गरेँ मैले के सुरुदेखि के सुनेको थिएँ भने यसलाई के इफेक्ट भन्छ होइन तिमीले भनेको थिएँ अस्ति एउटा इन्सिडेन्टले पुरै चेन्ज हुने कि बटरफ्लाई इफेक्ट हो त्यो अनि त्यस्तै भयो अब मैले के सुनेको थिएँ भने सेन्ट जेभियर्समा सब स्कुलका टपर होइन जिल्ला टपर त्यस्तोहरू आउँछन् एसी टपरहरू अनि तिनीहरूको बिचमा एभरेज स्टुडेन्ट हुनु भनेको पनि ठुलो कुरा हुने थियो अब मैले अरूभन्दा राम्रो हुनुभन्दा पनि म पहिला जुन थिएँ त्योभन्दा चाहिँ राम्रो हुँदै अरूसँग कम्पेरिजन भन्दा पनि आफै राम्रो हुने भन्थ्यो र त्यसले गर्दा नै होला खै कसरी अब लगातार मार्क्स चाहिँ राम्रो हुँदै गयो फर्स्ट टर्मदेखि नै फर्स्ट टर्म अलिकति बिरामी भएर अलिकति कमाएको थियो त्यो चाहिँ सेकेन्ड टर्म थर्ड टर्म अल प्री एनुअल एक्जाम सबमा राम्रो भयो र कहिले पनि एकदम डाउनफल टाइपको केही भएन मार्क्स चाहिँ आइदर कन्सटेन्ट थियो कि त बढ्दै नै गयो राम्रो नै हुँदै गयो एकाडेमिक बाइक +2 मा चाहिँ अरू के कुरामा चाहिँ इन्ट्रेस्ट थियो हबिजहरू मेन त्यति हबिज त्यति थिएन होइन एउटा क्लब चाहिँ जोइन गरेको थिएँ केमिस्ट्री क्लब सो त्यो इभेन्टमा पार्टिसिपेट गरेन मैले बरु एक्स्ट्रा करिकुलर भन्दा पनि को करिकुलर एक्टिभिटिज गर्थेँ जस्तै फिजिक्स ओलम्पियाडमा क्लास फिजिसिस्ट भएको थियो होइन 11 मा अनि त्यो पछि त्यस्तै गरी साइन्स फेस्टमा पार्टिसिपेट गरेँ के भयो त्यसमा चाहिँ परफर्मेन्स त्यसमा राम्रै भएको थियो तर साइन्स फेस्ट अब यस्तो त्यो स्टुडेन्टहरूले बनाएको प्रोग्राम हो केही तलमाथि पनि हुन्छ त्यसमा धेरै कुरा नगरौँ अनि त्यो पछि मैले +2 साइन्स विच पनि थियो एउटा हिसाबले लिएको त्यो पनि पार्टिसिपेट गरेँ त्यसमा चाहिँ धेरै राम्रो आएको थियो अनि त्यस्तै मोस्टली को करिकुलर एक्टिभिटी चाहिँ गरेँ अब जुन हाम्रो राफ्टिङ भएको थियो आरआइसी भएको थियो हो त्यस्तो इभेन्ट चाहिँ सरको त्यो स्टोरी सरको रमाइलो लाग्थ्यो त्यस्तो कुरा छोडेन होइन छोड्ने पनि हुन्न अब मोनोटोनसली पढेर मात्र सब कुरा हुँदैन लाइफ पनि एउटा हुनु पऱ्यो एउटा सोसल लाइफ इमोसनल हेल्थ पनि हुनु पऱ्यो त्यही हो मेन धेरै एक्स्ट्रा करिकुलरमा लागेन किनभने त्यति इन्ट्रेस्ट पनि थिएन र ट्यालेन्ट पनि त्यति थिएन अब त्यतिकै ठिक छ आफ्नो जुन फिल्डमा इन्ट्रेस्ट भइहाल्छ ठिक छ अनि एउटा क्वेसन मेरो भन्दा पनि अहिले सिई एस्पिरेन्टहरूको पनि त्यो लगभग वर्षदेखिको क्वेसन के सेन्ट जेभियर्सकाले मात्रै टपसम्म हुन पनि लगातार 5 वर्ष लगभग होइन हजुर ठ्याक्कै हाम्रो लेगेसी नै भइरहेको थियो कि सेन्ट जेभियर्सले नै टपिरहेको अनि यसमा तिमीलाई हाम्रो कलेजको रोल चाहिँ कतिको लाग्छ यसमा चाहिँ कलेजले चाहिँ के इम्प्याक्ट चाहिँ गरेको छ गर्दिनमा चाहिँ यसमा चाहिँ धेरैले भन्छन् कि अलरेडी सेन्ट जेभियर्समा राम्रो स्टुडेन्ट आउँछ त्यसैले राम्रो स्टुडेन्ट छन् भने त अभियसली टपै हुन्छन् तर मेरो केसमा चाहिँ त्यस्तो थिएन सेन्ट जेभियर्समा भयो त म फर्स्ट आउने अब पढ्नै थिएन नि भयो होइन मेरोमा त मेन त सेन्ट जेभियर्सले नै रोल प्ले गरे हो अरू कलेजको भन्दा सेन्ट जेभियर्समा अलिकति फ्रिडम छ कि फ्रिडम भनेको अब त्यो यता घुम्न गयो जे पनि गर्न मिल्यो कपाल जस्तो गर्न मिल्यो त्यस्तो फ्रिडम भन्दा पनि अलिक पढ्ने टाइपको फ्रिडम छ त्यहाँ किताब चाहिँ अब धेरै कलेजमा के हुन्छ त्यहीँका टिचरहरूले किताब लेखाएको हुन्छन् उनले कमिसन पाउँछ पब्लिकेसनबाट कलेजले पनि टिचरले पनि होइन मोस्ट अफ देममा सो त्यही किताब रेकमेन्ड गर्छ सेन्ट जेभियर्समा अहिले टाइपको फ्री छ नि जुन किताब पनि पढ्न मिल्यो अब अस्ति कोर्सको त हुनु पर्यो त्यहाँ लाइब्रेरीमा पनि किताब छ अनि त्यहाँका
फ्रेन्ड सर्कल पनि राम्रो छ कि मैले पनि साथीहरूबाट धेरै कुरा सिकाएँ हो फिजिक्सवाला हेर्ने त्यहीबाट सिकायो साथीहरू हेर्थेर लाइब्रेरीमा अनि के हेर्दा रहेछन् भनेर मेन त्यही हो त्यहाँको फ्रेन्ड सर्कल पनि भयो र टिचर टिम पनि अरू कलेज भन्दा अलिक एक्सपिरियन्स टिचर राम्रो टिचरहरू विद्यार्थीहरूलाई चाहिँ मोटिभेट गर्ने खालको पढाउने त्योभन्दा पनि मैले पनि देखेको ठ्याक्कै माहौल चाहिँ त्यहाँको माहौल सबैको कम्पिटेटिभ माहौल सब पढ्ने माहौल भएपछि चाहिँ त्यहाँ आफै नयाँ आइडिया नयाँ क्रिएटिभहरू चाहिँ आउने चाहिँ मैले पनि देखेको क्या त्यो फिल गरेको चाहिँ यसले चाहिँ एउटा कज हुनसक्छ कि अब एभ्री इयर हाम्रो कलेजको अगाडि आउँछ अब कुरा गर्नु त अब हामी हल्का एकाडेमिकतिर जाउँ है त अब तिमीले आफ्नो सिई जर्नीमा चाहिँ इन्डिभिजुअली सब्जेक्टलाई कसरी हेर्थ्यौ जस्तै अब फिजिक्स केमिस्ट्री बायोलोजीलाई चाहिँ कसरी चाहिँ तिमीले प्रिपेयर गर्यो क्या सो सीमा मेन चाहिँ बायो नै हेर्नुपर्छ अल्दो बायोमा मोस्ट इन्फर्मेसनै भएछ तर म बायो नै एकदमै पढाएँ हो अलिकति अब कलेजकै भन्नुपर्दा 11मा बढी फिजिक्स पढ्थेँ 12मा चाहिँ बढी बायो सो फिजिक्सबाट सुरु गरौँ है फिजिक्स चाहिँ मैले 11-12मा चाहिँ फिजिक्सवालाको लेक्चरबाट हेर्थेँ व्हाइट बोर्ड लेक्चर त्यो चाहिँ धेरै के कन्फ्युजन छ एनइबिसी कसरी जोडेर पढ्ने होइन सँगै कसरी लग्ने भन्ने त्यो पहिलाको लेक्चरहरू हेऱ्यो भने चाहिँ त्यसमा इभन हाम्रो थ्योरी एक्जाम हुन्छ नि बोर्ड एक्जामहरू त्यसमा चाहिने डेरिभेसनहरू सब फर्मुलाहरू एकदम त्यो थ्योरी पनि हुन्छ र इन्ट्रान्समा चाहिने कन्सेप्टहरू पनि एकदम राम्रो राम्रो क्वेसन हुन्छ कि त्यो मैले हेरेको थिएँ फिजिक्समा मेन त्यो अहिलेको नयाँ भन्दा नि त्यो ब्याकग्राउन्डमा व्हाइट अलसरी बनाएको त्यो लगभग सय इभन अलग बान्डे सरले त्यसको 2 वर्षपछि आफ्नो एउटा निटको लागि पढाएको थियो भन्छ होइन त्यो भन्दा पनि त्यो बेटर छ क्या त्यही कि एकै मान्छेले त्यो लेजेन्डरी त्यो कसैले रिक्रिएट गर्न सक्दैन नेपालकै इन्डियामा त गर्न सक्दैन नेपाल त फरक कुरा भयो त्यो कन्टेन्ट चाहिँ मैले रिकमेन्ड गर्छु हो त्यो हेरेको थिएँ अनि किताब त अब प्रिन्सिपल अफ फिजिक्स आइएम पब्लिकेसन हेरेको थिएँ अनि त्यही हो मेन कलेजमा पनि राम्रै पढाउँथेँ सो फिजिक्समा मेन यति नै हो र मोड्युलमा फिजिक्सको मोड्युल हेरेन र म पनि रेकमेन्ड गर्दै फिजिक्सको मोड्युल पढ्नुपर्ने एमसिक्यू त्यति गर्नुपर्ने भन्दा पनि कन्सेप्टै बुझ्नुपर्ने हो किनभने मोड्युलमा त्यो एकदम डेन्जर क्वेसनहरूको यो फर्मुला लेख्दै हुन्छ सानो फर्मुला हुन्छ अनि त्यो कसरी अप्लाई गर्ने के अप्लाई गर्ने रट्नु भन्दा त बुझेकै राम्रो त्यो मोड्युलमा फेरि बिपिकेएच 2008 क्वेसन हेर्दा फेरि 9 क्वेसन यत्रो लामो क्वेसन थियो नि एउटा हरेक सेटमा हुन्थ्यो नि बिपिकेएच 8 क्वेसन होइन ब्राकेटमा कि हो त्यो लामो क्वेसन त्यो कस्तो गर्न क्वेसन त्यो पनि थियो कि मोडलमा चाहिँ गरेँ मैले हेरेको छैन मोडल नै नहेरेको मोडल हेरेको थिएन तर पास क्वेसन बिपीको त हेरेको थिएँ त्यति गाह्रो पनि ल्याएकै थिएन है ठिक छ त्यही भएर तिमी ऱ्याङ्कमा भयो होइन त्यस्तो होइन ओभर कन्फिडेन्स होइन हुनुपर्छ आफ्नो कन्टेन्टमा पढ्दा फिजिक्स छ क्या अब केमिस्ट्रीमा चाहिँ अब होइन केमिस्ट्रीका 3 भाइ छन् होइन फिजिकल इनअर्ग्यानिक अर्ग्यानिक 3 भाइ फिजिकलमा चाहिँ अब सर्ट अफ फिजिक्स टाइपकै छ तर फिजिकलमा थ्योरी चाहिँ बुझ्नुपर्छ जस्तै इलेक्ट्रोकेमिस्ट्रीको थ्योरी नबुझेर न्युमेरिकल गर्ने हुँदैन क्याथोड एनोड के हो आइडेन्टिफाई गर्नु पर्यो फिजिकल केमिस्ट्री पनि म ओल्ड व्हाइट बोर्ड लेक्चरै सजेस्ट गर्छु फिजिकल केमिस्ट्री एकदम राम्रो छ त्यसमा आफू पनि पढ्नुपर्छ त्यो सर्ट अफ सप्लिमेन्ट्री एक्स्ट्रा बुझ्नलाई कलेजमा पनि पढाउँछन् अनि ओभरअल केमिस्ट्रीको लागि मैले फलो गरेँ एउटा मात्रै बुक फलो गर्थेँ म तर यो चाहिँ मैले गलत गरेँ जस्तो लाग्यो एउटा मात्रै बुक फलो गर्ने कि प्लस टूमा सो म त एउटा बुक बढी पढ्ने मान्छे सब एउटा बुक कम्प्लिट हुने मान्छे चाहिँ बेटर हो 10वटा बुक आधा कम्प्लिट गर्नुभन्दा तर स्पेसली बायोको लागि चाहिँ सब बुकबाट पढ्नु चाहिँ फाइदा हुँदो रहेछ बायोलोजीको लागि अनि केमिस्ट्रीको लागि पनि कम्प्रिहेन्सिभ केमिस्ट्रीको चाहिँ एमसिक्यूहरू चाहिँ अलिक राम्रो दिएका रहेछन् कि अस्मितामा एमसिक्यूहरू अलिकति हायर लेभलको छ कम्प्रिहेन्सिभ क्लासिफाई नै गरे हैन लेभल एकदम म पछि थाहा पाएँ कि त्यो सो फिजिकल केमिस्ट्री मैले चाहिँ अस्मिताको मात्र पढेँ मोडर्न केमिस्ट्री सब इनअर्ग्यानिकमा जाऊँ होइन इनअर्ग्यानिक कन्सेप्चुअल चाहिँ छ तर हाम्रो जाँचमा चाहिँ कन्सेप्चुअल सोध्दैन हाम्रोमा इन्फर्मेसन बेस्ड सोध्छ सो इनअर्ग्यानिक चाहिँ आफै पढ्नुपर्छ बरु मोड्युल यसको लागि इनअर्ग्यानिक चाहिँ मैले मोड्युल हेरेको थिएँ मोड्युल प्लस 2 बुक र आफूले जे मलाई जान्छ मलाई आउँछ नि त्यो मैले मिलाएर एउटा नोट टाइपको बनाएको थिएँ म नोट चाहिँ अरू सब्जेक्टको लागि बनाएन किनभने एक्चुअली बनाउन खोजेको थिएँ होइन पुरा बुकै छाडिदिएँ कि सब इम्पोर्टेन्ट लाग्यो त्यो पनि छोडिदिएँ मैले बुकै पढ्नतिर लागेँ नोट चाहिँ बनाएको थिएँ मैले नोट बनाएन इनअर्ग्यानिक केमिस्ट्रीको बनाएँ अब अर्ग्यानिकमा चाहिँ मैले अगेन फिजिक्स वालाकै यो चाहिँ अलग पार्टिसलको नहेर अलिकति डिटेल छ अर्ग्यानिक केमिस्ट्री एकदमै डिटेल छ यो चाहिँ पङ्कज सरको 1 सर्ट थियो निटको लागि उमिद ब्याचमा फिजिक्स वालाकै त्यो हेर 1 सर्ट प्लेलिस्ट सो यो चाहिँ अर्ग्यानिक केमिस्ट्री भयो देन अब बायोमा चाहिँ अगेन जुलोजी बोटनी जुलोजी चाहिँ 11को जुलोजी चाहिँ युट्युबमा त्यो पुग्दैन कि त नेपाली टिचरबाटै पढ मैले किताबबाटै पढाएको थिएँ मेन त्यहाँबाट अनि बायोको लागि चाहिँ मोडल एकदमै कम्पलसरी नै हो पढ्नै पर्छ मैले त थ्योरी बढी पढ्ने मान्छे हो म एमसिक्यू त्यति गर्दैन थिएँ थ्योरी एकदम कम्प्लिट पढेँ मैले कलेजमा पनि पढ्थेँ कहिले क्लासमा पनि पढ्न पाइन्थ्यो नि अब इङ्ग्लिस नेपाली पिरियड एबिडी सरले मैले एकदम के छ बेस्ट टिचर होइन अनि
अनि त्यही हो मेन चाहिँ म मोड्युल चाहिँ मैले बायोको लागि चाहिँ पढेकै हो नाइ त भन्दैन म ठिक छ अनि जुलोजीको लागि चाहिँ 11को त मोड्युल प्लस बुक 12को चाहिँ मैले युट्युब अगेन फिजिक्सवालाकै मनिष दुबे सरको वान सर्ट छ टिना म्यामको पनि छ अब जुन राम्रो लाग्छ हेर मैले चाहिँ एमडी सरकै हेरेको थिएँ देन बोटनीमा चाहिँ मैले अगेन बुक चाहिँ मैले बायोमा चाहिँ टेक्स्ट बुक अफ बायोलोजी अमित केसरीको यसमा पनि दुईवटा बुक फलो गरेँ एउटा प्रिन्सिपल अफ बायोलोजी अस्मिताको यो चाहिँ एमसिक्यू पनि राम्रो छ र 12को टेक्स्ट बुक अफ बायोलोजी त्यति राम्रो छैन बोटनीको लागि एकदम मिस्टेक छ 11को त बेस्ट छ बोटनी जुलोजी अनि बोटनी चाहिँ मैले 11-12मा चाहिँ तरुण सरको हेरेको थिएँ फिजिक्सवालाकै एकदम राम्रो छ तर 12को चाहिँ मैले A to Z क्लास 11को फर्स्ट च्याप्टर साइटोलोजीदेखि 12 क्लास बायोटेक्सम्म चाहिँ एकेएम अरुण कुमार महासेठ सरकै मैले पर्सनल लेक्चर लिएर पढेको थिएँ त्यो पनि हाइली रिकमेन्डेड एकदम राम्रो पढाउनुहुन्छ मेन चाहिँ यही हो सब्जेक्ट वाइज ठिक छ ल यसरी अपोज गर्दाखेरि चाहिँ हामीले चाहिँ सकिने रहेछ मजाले होइन नमस्कार गरेर अनि एकचोटि यो C2082 को क्वेसन प्याटर्नलाई तिमीले हेर्दाखेरि एनालाइसिस गर्दाखेरि चाहिँ के छ तिम्रो एक्सपिरियन्स त्यो पास्ट क्वेसन हेर्दाखेरि यो क्वेसन हेर्दाखेरि क्वेसनको सोर्स कताबाट रहेछ होइन आउट क्वेसन कति आउँदो रहेछ एउटा छ नि बाहिरबाट क्वेसन आउने अथवा होइन त्यो के छ तिम्रो चाहिँ यसमा धारणा यो बेला चाहिँ होइन 200वटा क्वेसन थियो पहिला चाहिँ क्वेसनको बारेमा भन्नुपर्दा चाहिँ अलमोस्ट अल क्वेसन एररलेसै थियो एउटा म्याथको क्वेसनमा चाहिँ के गरिदियो भने डाइरेक्सनवाला क्वेसन थियो नर्थ इस्ट साउथ वेस्ट हुनुपर्ने वेस्टको अप्सन दुईचोटि रिपिट गरिदिएँ होइन त्यो प्रिन्टिङ टाइपिङ मिस्टेक होला अरू मेजर मिस्टेक कुनै थिएन सो फिजिक्सबाटै सुरु गरौँ फिजिक्सको 50वटै क्वेसन यो बेला चाहिँ अलिकति नयाँ सोधिदिएको थियो मतलब +2 बेस्ट तर पास्ट क्वेसन रिपिट गरेन कि हाम्रो पालामा चाहिँ अराउन्ड 20 देखि 25 क्वेसन पास भएको थियो नयाँ क्वेसन त थियो तर सकिन्थ्यो जसले बुझेर पाएको थियो त्यो सकिन्छ फिजिक्स क्वेसन राम्रो थियो अराउन्ड इजी नै भन्दा पनि मैले इजी टु मिडियम त्यहाँदेखि केमिस्ट्री चाहिँ अलमोस्ट अल इन सिलेबसै थियो एउटा क्रिस्टल सिस्टमको क्वेसन चाहिँ हुन त बुकमा पनि हुन्छ कर्नरको कति कन्ट्रिब्युसन हुन्छ क्रिस्टलको क्वेसन होइन हो त्यसले +2 बेस्ट पनि भन्दा मिल्यो नभन्दा पनि मिल्यो किनभने पहिला थियो अहिले थियो नि त्यो गर्ने होइन सिलेबसमा छैन हाम्रो सलिड स्टेट इन्डियाबाट पनि हटाइसक्यो तर अलिअलि हामीले लजिकबाट पनि गर्न सक्छौँ कर्नर त 8वटा हुन्छ नि त अनि त्यो भयो अरू चाहिँ 49वटा क्वेसन इन सिलेबस थियो कुनै कुनै बाहिरको सिलेबस जुन लाग्थ्यो नि त्यो पास्टै क्वेसन हो पास्टै क्वेसन रिपिट गर्न पाइयो त्यसमा त केही भन्न मिलेन सो मेन चाहिँ केमिस्ट्रीमा चाहिँ पास्टै क्वेसन बढी रिपिट भयो जस्तो देखेँ मैले स्पेसली इनअर्ग्यानिक केमिस्ट्रीको अनि क्वेसन कन्सेप्सुअलै थियो त्यो जस्तो देन बायोमा यो बेला चाहिँ मेन डिसाइडिङ फ्याक्टर जुलोजी थियो अब नट दिस इयर अलमोस्ट एभ्री इयरमा चाहिँ जुलोजी क्वेसन अलिकति युनिकै यो बेला पनि स्पेसली 11को जुलोजी छ नि फाइलमबाट अलिकति नयाँ नयाँ क्वेसन आइदिएको थियो कि टेट्रान्युरन केमा हुन्छ सोधिदिएको थियो यो चाहिँ मेन थियो नयाँ अरू एउटा क्वेसन धेरैले बिगाए पिरियोडिक रिभर्सल अफ ब्लड केमा हुन्छ यो चाहिँ पास्टै क्वेसनै थियो यो चाहिँ पास्टै क्वेसन एकदम हेर्नुपर्छ पास्टै क्वेसन आएकै थियो बायोमा पनि जुलोजीमा स्पेसली र जुलोजीमा कन्सेप्सुअल क्वेसन एकदमै मन परेको दुईवटा क्वेसन भनेको चाहिँ तिनटै क्वेसन भनौँ एउटा चाहिँ अम्नियोसिन्थेसिसको राम्रो क्वेसन थियो अनि ग्यास्ट्रिक हो अनि ग्यास्ट्रिक सेलको पनि क्वेसन थियो कुन ग्यास्ट्रिक सेल इन्डिरेक्टली इलेक्ट्रोपोइसिसमा हेल्प गर्छ अनि बेस्ट क्वेसन थियो रिनल थ्रेसोल्ड र ट्रान्सपोर्ट म्याक्सिमम पुगेपछि रिअब्जर्सन कस्तो हुन्छ अनि अझै एउटा एड गर्नुपर्छ चाहिँ लाइफ सेभिङ हर्मोन के हो भनेर होइन त्यो चाहिँ अब पछिका किताबसम्म चाहिँ त्यसले एल्डोस्टेरोन राख्ने भएको छन् सरी पछिको किताबहरूमा चाहिँ जुन पास्टै क्वेसन किताब हुन्छ नि त्यसमा एड्रिनाइन हाल्छन् होला त्यसले एड्रिनाइन पनि हाले तर मैले चाहिँ एल्डोस्टेरोन हालेको छु अब एमएससीले के आन्सर आयो थाहा भएन तर अब मलाई जहाँसम्म लाग्छ अर्को वर्ष पनि यही क्वेसन सोध्यो भने एल्डोस्टेरोन हाल्नु लाइफ सेभिङ हर्मोन एल्डोस्टेरोन हो तर लाइफ सेभ कि त इमर्जेन्सी चाहिँ एपिनेफ्रिन नै हो बोटनी चाहिँ एकदमै सहिलो क्वेसन थियो कुनै कुनै कन्सेप्सुअल पनि थियो झुक्काउने टाइपको पनि थियो सहिलै भन्छु म अनि एकेएम सरले धेरै हेल्प गर्नुभयो त्यसमा अनि म्याथ चाहिँ लास्ट इयर हजुरको बेला अलिकति टफ क्वेसन जस्तो आएको थियो लामो क्वेसन थियो टाइम यो बेला पनि लास्टवटा पाँचवटा क्वेसनहरू लामो चाहिँ थियो तर कस्तो थियो भने प्यानिक गराउने टाइपको देख्नमा लामो तर सहिलो ल्याङ्ग्वेज टाइपको म्याथ एक्स्ट्रा पढ्नुपर्ने टाइपको थिएन कमन सेन्सवाला क्वेसन थियो एउटा क्लास 10को स्टुडेन्टले पनि टाइम लिमिटमै मिलाउन सक्थ्यो ओभरअलमा क्वेसन प्याटर्न राम्रो छ तिम्रो इक्जामको माहौल चाहिँ कस्तो थियो रियल मक टेस्टमा दिँदाखेरि चाहिँ इक्जाममा दिँदाखेरि चाहिँ के कस्तो चाहिँ डिफ्रेन्ट भएर आयो डिफ्रेन्स चाहिँ के भएर आयो भने सिरियसनेस हुन्छ नि अब जस्तै त्यो डर त्यति लागेको थिएन म 1.5 घन्टा छिटो पुगेको थिएँ अनि दिमाग एकदम काम भयो मेन चाहिँ के हुन्थ्यो भने म गीत धेरै सुन्थेँ होइन गीत अनि इन्स्टाग्राम रिल्समा पनि हुन्छ नि त्यो म्युजिक एकदम क्याची म्युजिक हुन्छ नि अनि जहाँसम्म त्यो दिमागमा बजिरहेको थियो त्यसले गर्दा पनि 1-2वटा क्वेसन बिगाइरहेको थियो कि गीत बजाएको थियो भनौँ त अब त्यो फङ्क गीत हुन्छ नि एकदम त्यो लाउड म्युजिक एक्ज्याक्टली बजाएको थिएन अनि लास्टमा मैले के थियो भने लास्टको 10 डेज एक्ज्याक्टली 10 डेज गएर मैले इन्स्टा रिल छोडेँ बरु मैले भजन सुन्नतिर लागेँ केही गरी बजे पनि भजन बजोस् भनेर लास्टमा त बिगार्नु थिएन नि 10 दिन नहेरे केही हुने भएको छैन भनेर मैले छोडिदिएँ अनि त्यही डिफ्रेन्स मेन डिफ्रेन्स त्यो थियो अनि त्यो पाउनै फरक हुन्छ मक टेस्ट जस्तो क्लासभरि हल्ला हुने होइन अब एमएससीको एक्जाममा त एकदम स्ट्रिक्ट हुन्छ चिटिङ पनि गर्न मिल्दैन
हजुरको पालामा थिएन तर यो वर्ष मक टेस्टमा पनि मैले देखेँ धेरैजना स्टुडेन्टहरू चिट गएर होइन हाम्रो पनि गर्थ्यो त्यो चिटहरू उयसमा गर्थ्यो यो बेला त एकदम डेन्जर 197 198 आउने हाम्रा इन्टेलेक्चुअल मान्छेहरू छन् अहिले कहाँ छ मलाई थाहा भएन जे भयो नि क्यास प्राइजको लागि ठिक छ त्यो गर्थेँ एकचोटि म एउटा स्टुडेन्ट भनिरहेको कि एउटा मान्छे थियो हाम्रो ठ्याकै साथी अनि 1 घन्टा अगाडि चाहिँ बाहिर निस्किन्थ्यो एकजना साथी अनि एन्सर्सको फोटो पठाएर थियो कि अनि उसले 200 5वटा चाहिँ आफै हान्थ्यो अनि अरू चाहिँ हान्दाखेरि पनि 195 आउँथ्यो कि त्यो 5 रन मिल्थ्यो त्यहिले हान्दाखेरि पनि खास त्यो भएर आउँछ यो 2 वर्षको जर्नीमा जर्नी त लामो छ नि त हाम्रो होइन सीको लागि बेलामा डिस्ट्र्याक्सनहरू अरू कुराहरू भेटिन्छ होइन यो कुरालाई तिमीले कसरी ट्याकल गर्थ्यौ अब प्लस 2मा डिस्ट्र्याक्सन भइहाल्थेँ प्लस 2 त म हेर्थेँ फोन पनि हेर्थेँ वेब सिरिज हेर्थेँ मोस्टली म सस्पेन्स थ्रिलर मुभिजहरू हेर्थेँ नि एकदम साइकोलोजिकल थ्रिलर टाइपको कुन बेस्ट बेस्ट अब मोस्टली क्रिस्टोफर नोलनकै हलिउडका मुभिजहरू जस्तै अब द प्रेस्टिज भयो होइन मोमेन्टो भयो इन्सेप्सनहरू होइन त्यो दिमाग घुमाउने टाइपको फिल्म त्यस्तो हेर्थेँ अनि मुभी एक्सप्रेसन पनि हेर्थेँ साउथ इन्डियनको पनि हुन्छ नि अलिक सस्पेन्स थ्रिलर एक्सप्रेसन मुभी एक्सप्रेसन त्यो मैले पनि हेर्थेँ एक्सप्लेन गरेँ भने हिन्दीमा त्यो फिल्म हेर्न लामो त्यो समय लाग्यो कुरा गरेर अटेन्सन स्प्यानै आजकल त्यो भइसक्यो कि 1 मिनटको रिल हेर्दा त कस्तो छिटो जाओस् हुन्छ नि डिस्ट्र्याक्सन हुन्थ्यो अब त्यो कन्ट्रोल गर्न सिक्नु पऱ्यो पढ्नलाई पनि टाइम छुट्याउनु पऱ्यो अब फेसबुक इन्स्टा डिलिट गर्छु म पढ्छु मात्र भएर हुँदैन जस्तै म पनि साथीहरूले पनि क्वेसन पठाउँथेँ अनि त्यसबाट पनि सिक्न मिल्थ्यो कहिले काहीँ एकदम डेन्जर क्वेसन पठाइदिन्थेँ मलाई पनि थाहा हुँदथ्यो मैले पनि नयाँ कुरा सिक्न पाउँथेँ नि अनि मलाई पनि कन्सिडर भयो सरहरूले पनि मेसेज गर्थेँ अब अनि इभन हामीले अपडेट पनि पाउँछौँ त्यसैले 0 चाहिँ हुनुहुन्न कट अफ चाहिँ हुनुहुन्न तर लिमिट गर्न सक्छ बाउन्ड्री फिक्स गर्न पऱ्यो यति समय हेर्ने त्यसको लागि चाहिँ एउटा हुनु पऱ्यो एउटा म किन गोल हुनु गोलको लागि चाहिँ हुनु पऱ्यो कि सिरियसनेस किन गर्दैछु म आफै अनि एउटा अलिक सिरियस क्वेसन आयो खासमा छ नि अहिले इन्स्टिट्युटहरू त कति छापा इन्स्टिट्युट आयो है त हरेक मेडिकल कलेजबाट एउटा इन्स्टिट्युट अनि ठाउँमा पनि अब हरेक ओल्लो पोल्लोमा मेडिकल इन्स्टिट्युट छ अहिले एकदम होइन अनि यसमा चाहिँ अब सीमा नाम निकाल्न होइन यो इन्स्टिट्युटको रोल चाहिँ तिमीलाई कतिको लाग्छ कि जानै पर्ने हो नाम निकाल्नको लागि यसको चाहिँ के छ यसको तिम्रो चाहिँ आफूलाई फिल गरेको अब मेरो ओपिनियन चाहिँ के छ भने स्टुडेन्टमा डिपेन्ड गर्छ होइन अब इन्स्टिट्युटले के माहौल क्रिएट गर्छ भने स्पेसली प्री मेडिकलको बेलामा 12को सुरुमा मैले देखेँ होइन यो मान्छे त मेडिकल पढ्ने पनि थाहा थिएन एकदम सबजना इभन सेन्ट जेभियर्सका गइदियो कि डेमो क्लास थिएन अब त्यो बाहुले जस्तो बनाइदिन्छ कि प्रिमेड नगऱ्यो भने त त्यो त नामै निस्किँदैन त खतम भयो यसमा त ड्रपै लिनुपर्छ टाइपको बनाइदिन्छन् अनि त्यसैले मैले पनि जोइन गरेँ हो म स्कलरसिप टेस्ट दिएको थिएँ अनि मैले ठ्याक्कै 1 महिना 15 दिन पढेँ त्यसपछि छोडिदिएँ त्यसको कारणहरू एउटा त घर टाढा भयो 1.5 घन्टा आउन जान क्लासमा पनि त्यति अब के भन्छन् ध्यान पनि भएन नि अनि त्यहाँको पढ्ने कि क्लासको पढ्ने 11को पढ्ने कि प्लस 2को पढ्ने त्यहाँ क्लासमा पढाएको पढ्ने भयो त्यसमा 1 महिना 15 दिन पछि छोडिदिएँ अब यो चाहिँ आफ्नो विश्वास हो इन्स्टिट्युट पढेर पनि नाम ननिकाल्ने पनि छन् नपढेर पनि निकाल्ने छन् तर पर्सनली भन्नुपर्दा चाहिँ इन्डिया जस्तो नेपालमा चाहिँ छैन त्यहाँ चाहिँ निटले एकदम छुट्टै छ नि त्यो यहाँ त सी सप्लिमेन्ट्री हो नि त प्लस 2 गर्नै पर्छ अनि सी गर्ने हो सो इन्डिया जस्तो नेपालमा चाहिँ रोल छैन तर अलिअलि गाइडेन्स चाहिँ लिन सकिन्छ अब इन्स्टिट्युटमै जान्छु इन्स्टिट्युट बिना नाम निस्किँदैन भन्ने कुरा चाहिँ हुन्न आजकल त युट्युबमै इन्डियन रिसोर्सेस धेरै छन् होइन किताबमै कति कुरा छ अनि तिमीले चाहिँ मेरो भिडियो हेर्थ्यौ अब हजुरको भिडियो हेर्थेँ किनभने जिमेलमा होइन त्यो होइन युट्युबमै आइहाल्थ्यो नि फर्स्टमा मलाई लाग्छ अनिस्ताईकै भिडियो हेरेको थिएँ त्यो सब भिडियो हेरेँ मैले हजुरको 200 क्वेसन एनालाइसिस पनि त्यो भिडियो चाहिँ कति खालको भन्दा 200 मैले एकदम टाइम लगाएर बनाएको थिएँ कि त्यसलाई पनि प्लस 2को बुक इम्पोर्टेन्ट छ भनेर बनाएको थिएँ मैले त्यो कतिचोटि बिर्स्या भने त्यहाँ 2-3 चोटि हेरेँ होला कि त्यो भिडियो चाहिँ अरू पनि इन्टरभ्यू पनि हेरेको थिएँ यस्तो अब जति बेला आफ्नै एज ग्रुपको मान्छेले होइन आफ्नै कलेजको पनि भयो हजुर होइन दाइहरू छ अलिकति इन्टरभ्यू पनि अथेन्टिक हुन्छ नि त अब इन्स्टिट्युटको पछाडि लोगो लगाएको छ अगाडि बोलेको छ भने त त्यहाँ ध्यान हुने भयो यता ध्यान हुने भयो त्यही हो ठिक छ जेन्युइन इन्टरभ्यू हेल्प चाहिँ गर्यो है तिमीलाई हो ठिक छ त्यो फिल्ममा आइरहेको छ है त एउटा त वेलकम छ तिमीलाई मेडिसिनतिर अनि के चाहिँ एक्सपेक्टेसन लिएर आइरहेको क्या अब तिमीलाई चाहिँ मेडिकलमा अब चाहिँ अलि मेडिकलमा एक्सपेक्टेसन चाहिँ के छ क्या अब के होला मेडिकलमा आएर अब मेडिकलमा मोस्टली त एक्सपोजर होइन सो फर्स्ट 2 इयर्स त बेसिक साइन्सै पढ्नुपर्छ त्यो पछि अब क्लिनिकल एक्सपोजर हुन्छ मेन कुरा चाहिँ त्यही हो अब मलाई चाहिँ नेपालै बस्नु भन्छ मलाई लाग्छ पछिसम्म त्यो चेन्ज हुने भएको छैन एमडीहरू सब यहीँ गर्ने र यहीँ काम गर्ने स्कलरसिप भएपछि त 2 इयर त बन्डिङ पनि गर्नुपर्छ त्यसले गर्दा इभन एक्सपिरियन्स पनि गेन हुन्छ नि मेन त्यही होप छ कि राम्रो गर्न सकियोस् म चाहिँ सर्जरी भन्दा मेडिसिनै गर्न इन्टरनल मेडिसिनै गर्न मन लाग्छ मलाई त्यही गर्छु जस्तो भन्छ मोस्टली र एज सच कुन स्पेसिफिक फिल्ड लिन्छु भने चाहिँ स्योर छैन तर सकेसम्म कार्डियोलोजी नै जस्तो छ
ठिक छ गाडीहरू बिस्तारै एक्सपोजर बनाउँदै गइन्छ अनि बिस्तारै आउँछ त्यो मक टेस्टको जर्नी चाहिँ कस्तो रह्यो अब तिमीले कहिलेबाट मक टेस्ट स्टार्ट गर्यौ र मक टेस्टको स्टार्टिङ मार्क्सबाट अहिले लास्ट इयरसम्म चाहिँ मक टेस्टको मार्क्स चाहिँ तिम्रो कस्तो हुँदै गयो एउटा त्यसको ग्राफ चाहिँ मैले फर्स्ट मक टेस्ट मैले 12 मा दिएको थिएँ 11 मा दिएन अनि 11 मा त थिएन मेडिकल पढ्ने भएर सो 12 मा जुन र जुलाईको बिचमा त्यही स्कलरसिप टेस्ट भएको थियो होइन त्यसमा चाहिँ मेरो मलाई 200 मार्क्सको थियो 123.25 भएको थियो होइन फर्स्ट टेस्टमा 200 मा अनि त्यो पछि मैले चाहिँ नेमको प्रिमेडको जाँच दिन्थेँ कि 100 मार्क्सको 4 चोटि दिएँ 4 चोटि फर्स्ट भएको थिएँ अनि त्यहाँ के भयो भने मैले नेमको त्यो स्कलरसिप टेस्ट चाहिँ दिएको थिएन इन्ट्रान्सवाला अनि जो साथीले त्यसमा चाहिँ फर्स्ट ल्याएको थियो होइन ऊ पछि अचम्म थियो यो कसले ल्याएँ म भन्दा यति बढी मार्क्स 4 मार्क्सको डिफ्रेन्स थियो नि त त्यो ठुलै कुरा हो नेगेटिभ मार्किङ नहुने बेला होइन त्यसै हुँदै गयो त्यो चाहिँ मेन 100 मार्क्स भयो त्यो साथीहरूले पनि भने 200 मार्क्समा ल्याएर देखाउन भने होइन ल म ल्याइदिन्छु देखाइदिन्छु भनेर त्यसमा चाहिँ मेरो फर्स्ट ऱ्याङ्क गएको थियो 130 मै फर्स्ट ऱ्याङ्क गएको थियो अनि मार्क्स बढ्दै गयो 130 मा अलिक अड्क्यो अनि 140 150 160 हुँदै 168 भयो अनि सेकेन्ड लास्ट टेस्टमा के भयो भने मैले चाहिँ के हजुरको पनि इन्टरभ्यूमा दाइहरूले के भन्थेँ 12 भन्दा म बोर्ड एक्जाम भन्दा अगाडि र पछाडि मेरो यस्तो डिफ्रेन्स भयो होइन भनेर त्यस्तो भन्नु भन्थेँ सायद सुन्दै सोच्थेँ म जाँच दिन्छु म टपै हान्छु भनेर अलिअलि एक्सपेक्टेसन सो भन्नु इन्टरभ्यू त दिनु पऱ्यो भन्नु पऱ्यो भनेर अब त्यही 171 आइदियो 171.25 अब 12 मै पढ्ने विद्यार्थीको 171 आएछ भने त गफ हाने जस्तो भयो होइन नेमले क्वेसन रिपिट हान्दियो रहेछ कि अल्छी गएर 40 वटा बोट्ने क्वेसन रिपिट हान्दियो हजुरको पालामा पनि भएको थियो होला सेट रिपिट भएको थियो यस्तो हो अब हजुरको पालाको हाम्रोमा आउँछ अर्को पाला आउँछ परमिटेसन एक महिनालाई एउटा सेट त बोटीको ठ्याकै अनि मिस्टेक गर्नु थियो कि अनि अब सेम बोट्नेको दाइडा त्यही होइन त्यसमा चाहिँ अब त्यो भन्न मिलेन फेरि अर्को ब्याग गर्दै धेरै गाह्रो सोध्थ्यो 156 आयो होइन त्यो पनि भन्न मिलेन त्यो पनि छोडिदिएँ मैले बोर्ड एक्जामको लागि पढेँ अनि बोर्ड एक्जाम पछि चाहिँ अब बोर्ड एक्जामको लागि पढेँ मैले बोर्ड एक्जाम पनि मेरो सिलेबस एक्चुली कम्प्लिट थिएन कि लास्टमा पढ्दै गएको थिएँ सुरुमा एमसिक्यू गर्न लेट लाग्यो कि त्यसैले सेम अनि 12 पछि चाहिँ मेरो 170 180 को बिचमा आइहाल्यो अनि लास्टमा चाहिँ 180 भन्दा अबभ पनि आयो र मेरो हाएस्ट अहिलेसम्म आएको भने 195 त्यो जेन्युइन थियो त्यो 195 तर त्यसमा क्वेसन रिपिट भएको थियो होइन तर एकदम नयाँ क्वेसनमा चाहिँ 191.25 भएको थियो कि ठिक छ त्यो चाहिँ जर्नी भयो एउटा कुरा भन्नु बिर्सेँ मिस्टेक कपी चाहिँ त्यो चाहिँ बनाउनु पर्छ है मैले 12 मा चाहिँ बनाएको थिएन किन 12 मा अब मैले थाहा थिएन इम्प्रोभेसन जस्तो एक्जाममा सोध्नेवालै छैन एक लाइनको हालिदिन्छन् इन्डियातिरबाट अनि लास्टमा मैले पछि 12 बजे मैले बनाएँ मिस्टेक कपी 2टा जति भएको थियो लास्टमा पुरा रिभाइज चाहिँ गर्न भ्याएन तर बिचमा चाहिँ हेरिरहेको थिएँ मिस्टेक कपी चाहिँ मिस्टेक कपी चाहिँ हामीले पनि सिनियर रेकमेन्ड गर्नु भएको थियो हामीले पनि त्यो रेकमेन्ड गर्दै गएको थियौँ मिस्टेक कपी इम्पोर्टेन्ट छ भनेर नत्र यस्तो हुँदो रहेछ कि त्यो एक्जाममा त्यो क्वेसनलाई फेरि हेर्दाखेरि नेक्स्ट टाइम आउँदाखेरि यो क्वेसनको एन्सर अस्ति पनि आएको थियो तर यसको एन्सर यो भने चाहिँ कन्फ्युजन रहेछ कि त्यो त्यसको प्रब्लम चाहिँ त्यसले सल्भ गर्नु मिस्टेक्स रिपिट होइन अनि मिस्टेकको म चाहिँ अर्कै तरिकाले बनाउँथेँ कि कसरी सुरुमा डेट लेख्थेँ इन्स्टिट्युटको नाम अनि फिजिक्समा यो च्याप्टरबाट मिस्टेक भयो केमिस्ट्रीमा यो 11 को च्याप्टर यो 12 को च्याप्टर हो किनभने 12 पछि गएको थिएँ अब कति पर्सेन्टेज मिस्टेक 11 बाट भयो कति पर्सेन्टेज मिस्टेक 12 बाट भयो सुरुमा मेरो 11 को मिस्टेकको पर्सेन्टेज हाई थियो लास्टतिर आउने 12 को पर्सेन्टेज हाई भयो कि 12 को बिर्सिन थाल्यो नि त अनि त्यो गर्थ्यो नि 3 टाइपको क्वेसनमा आउँथ्यो कि एउटा कहिले गेस पनि हुन्छ सुरुमा गेस बढी थिएँ पछि मे फर्गेट टाइपको क्वेसन पढेँ कि गेस मे फर्गेट र मिस्टेक्स 3टा टाइपको बनाउँथेँ अनि त्यहाँ चाहिँ क्वेसन सोधेर त्यसलाई एक्ज्याक्ट लेख्नुभन्दा एक्स्ट्रा इन्फर्मेसन पनि थपेर बनाएको एमइसीले नै सजेसन कि अब के चाहिँ गर्थ्यो हुन्थ्यो क्वेसन प्याटर्नमा चाहिँ होइन अब क्वेसन प्याटर्न कस्तो बनाइदिएको हुन्थ्यो अब होइन सिलेबस कस्तो पार्दै हुन्थ्यो होइन माइक्रो सिलेबसहरू त्यो पनि छ नि त इन्डियामा आउनु छैन नि त यो कुराहरू चाहिँ लगभग यदि एमएससीकै कोही मान्छेले हेरिरहेछ भनेपछि तिम्रो मेसेज चाहिँ के छ जस्तै मेन कुरा त यो वर्ष चाहिँ सिम्बल नम्बरको हिसाबमा रिजल्ट निकाल्दियो त्यो त मेन मिस्टेक भयो त्यो इम्प्रुभ हुनु पऱ्यो त्यो इम्प्रुभ अनि अब क्वेसनको बारेमा भन्नुपर्दा चाहिँ पहिलो कुरा चाहिँ क्वेसन जुन छ नि एटलिस्ट क्वेसन पेपर घर लाग्न चाहिँ दिनै पऱ्यो कि नदिए पनि पछि पोस्ट चाहिँ गरिदिनु भयो नि अब मेरो ओपिनियनमा चाहिँ 2 रिजन होला नगर्ने एउटा आफ्नो मिस्टेक लुकाउनलाई सेकेन्ड चाहिँ क्वेसन रिपिट गराउनलाई अब सेम क्वेसन देख्यो भने त रिपिट गर्न त मिलेन नि सो एटलिस्ट आन्सर के दिनु पऱ्यो किनभने धेरै क्वेसनको आन्सर पनि 2 टाइपको हुनसक्छ कि इन्डियामा इभन आन्सर 2टा हालिदिन्छन् कि बी और सी हालिदिन्छन् मैले लास्ट मिनिटको सब हेरेको थिएँ होइन लास्ट एकदम खतरा क्वेसन छ पेडिग्री एनालाइसिसबाट एमबिएसमा पढ्नुपर्छ होइन त्यसमा 1/2 र 1/4 दुइटैले आन्सर हालिदिएको थियो कि दुइटै नम्बरले आन्सर हालिदिएको थियो अनि त्यहाँ बोनस क्वेसन पनि हुन्छ जसमा सबलाई मार्क्स दिने कि त कसैलाई नदिने पनि हुन्छ त्यो कुरा नेपालमा पनि हुनु पर्यो अब धेरै कुरा इन्डियाकै कपी हुँदैछ होइन अब नेपालको इभन धेरै कुरा नट इभन मेडिकल इन्टायर धेरै फिल्डमा पनि गभर्नमेन्ट पनि हाम्रो सब त्यो कन्स्टिट्युसन पनि सबै थियो अब
अब हाम्रो मोड्युलहरू पनि होइन इन्स्टिट्युटको कुराहरू पनि राम्रो कुरा पनि त सिक्नु पऱ्यो नि ट्रान्सपेरेन्सी हुनु पऱ्यो अनि ओएमआर सिट पनि रिलिज हुनु पऱ्यो देन त्यसै गरी कुनै स्टुडेन्टलाई लाइक केही छ यो एन्सर किन राख्यो यो किन मलाई त यो लाग्छ उसले अथेन्टिक सोर्स पाउनु पऱ्यो एभिडेन्स होइन उसले एभिडेन्स दियो अनि उसले फाइल गर्नुभयो कि एउटा टाइपको यसको आन्सर यो किन राख्यो यो पनि हुनसक्छ भनेर अनि एउटा रिप्लाई आउनु पऱ्यो कम्युनिकेसन हुनु पऱ्यो मिस्टेक चाहिँ हुन्छ त्यो कुरा चाहिँ मिस्टेक हुन्छ तर एक्सेप्ट गर्नु पऱ्यो अगाडि बढ्नु पऱ्यो सुधार्नु पऱ्यो हाम्रो पालामा पनि 5-6वटा क्वेसन थियो कि हाम्रो पनि 2टा एन्सर लेखाएको क्वेसन थियो कि हामी आफैमा पनि अनिस्ट हामी पनि पछि कुरा गर्थ्यौँ कि त्यो विषयमा अब त्यसको एन्सर पनि अनस्योर भयो भने हामी पनि अब यो हुनसक्छ है भन्ने कुरामा रोक्यो कि धेरै कुराहरू कि बुकमा एउटा अर्को पनि हुन्छ नि त भन्ने कुराहरू त्यो पनि ठिक आएको हामीले चाहिँ यो एउटाको चाहिँ सोल्युसन गर्न जस्तै उसो छ नि एउटा हाम्रो एनसिआरटीको लागि मान्छ नि त हाम्रो इन्डियामा होइन यसको कन्सेप्ट चाहिँ फाइनल कन्सेप्ट त्यसको एन्सर जे छ त्यसमा चाहिँ फाइनल होइन यस्तो एउटा अथेन्टिक बुक चाहिँ निकाल्दा पनि सकिन्छ कि नेपालमा चाहिँ होइन यसलाई फलो गर्दै कि भन्नु एउटा निकाल्न सकिन्छ तर अब राइट एन्सरले मान्नु पऱ्यो एनसिआरटीमा पनि सब कुरा राइट छैन जस्तै यो बेला चाहिँ एनटिए जति एनटिएले लियो नि उसले चाहिँ एनसिआरटीले भन्दा पनि फ्याक्टलाई मान्न सुरु गर्यो कि अहिले हो पहिला के लेखाएको थियो भने एड्रिनल ग्ल्यान्डलाई होइन बिसाइड द किडनी लेखाएको थियो कि अब त्यहाँ अर्कै ल्याङ्ग्वेज लेखेको थियो अभाव हुनुभयो नि त्यसले सच्यायो अनि त्यहाँ इन्जिनियरिङ केमिस्ट्रीमा के लेखाएको थियो नाइट्रोजन हेज नो आइसोटप्स सरी नो के भन्छ एलोट्रप्स एल्फा बिटा नाइट्रोजन त हुन्छ होइन त्यसको लागि चाहिँ अब के मान्ने कुरा चाहिँ एनटिएले के मानिदियो भने फ्याक्ट कुरा मानिदियो कि सो नेपालमा पनि किताब चाहिँ नबनाएकै राम्रो किनभने जसले किताबै नहोस् एकदमै अनएक्सपेक्टेड क्वेसनमा राम्रो ल्याउन सक्यो नि उसले डक्टर बन्न सक्छ रिसर्च गर्न सक्छ नि त अब त्यो तिम्रो धारणा मेरो धारणा अब अरूको अरू कुरा तिमीलाई चाहिँ के कुरा भन्नु छ आफ्नो के यसो पोडकास्टमा एउटा मेसेज टाइपको के छ मेसेज चाहिँ छुट्टाएको कुराहरू के मलाई सबभन्दा बढी क्वेसन सोध्ने भनेको चाहिँ कसरी पढिस् के गरिस् होइन कति घन्टा पढिस् भनेर कलेजमा पनि सोध्ने स्कुलमा पनि सोध्ने यसमा चाहिँ म के भन्छु भने स्लिप छोडेर पढ्नु चाहिँ जरुरी चाहिँ छैन अब त्यस्तो गाह्रो जाँच पनि छैन होइन अब एटलिस्ट 8 घन्टा सुत्ने बरु कसैलाई बिहान पढ्न मन लाग्छ कसै राति होइन राति कसैले राति एउटा स्लटमा आउने बिहान स्लटमा आउने तर 8 घन्टा चाहिँ सुत्ने होइन अनि कति घन्टा पढ्नेमा चाहिँ डिपेन्ड गर्दैन अब एकचोटि पढ्यो पछिसम्म चाहिँ रिटेन त हुनु भयो नि जस्तै मैले सबै मक टेस्टमा टप हाने होइन अलमोस्ट टप हाने मैले अनि मैले लास्टमा केही गरेँ 1-2 मार्क्स इभन मेरो ऱ्याङ्क 2-3 आए पनि मैले के भन्थेँ भने तैँले ऱ्याङ्क 1 किन ल्याइनस् भन्थेँ कि कसैले पनि मतलब हुँदैन कि कसै प्रोसेस कसै मतलब हुँदैन कि मेन रिजल्ट हेर्छन् कि सबले जस्तै कसै सबमा कम ल्याए लास्टमा राम्रो ल्यायो भने राम्रो हेर्छ नि रिजल्ट हेर्ने कि फाइनल कुरा सो रिभाइजै गइराख एकदम 12 घन्टा भन्दा बढी चाहिँ पढ्नु चाहिँ पर्दैन किनभने 12 घन्टा पढ्नु भने सिरियसली 6-7 घन्टा पढ्नु हो होइन त्यसरी धेरै पढेर पनि काम छैन ठिक छ अनि अहिले तिमीले नाम निकालिसक्दाखेरि त्यो जुन अर्का स्ट्रगल थियो होला बिहान मक टेस्टमा गइन्थ्यो होला होइन 3 बजे त्यो पढिन्थ्यो होला त्यो मुभमेन्टलाई सम्झिँदाखेरि चाहिँ अहिले त्यो फ्रेसमा हेर्दाखेरि चाहिँ तिमीलाई कस्तो लाग्यो सुरुको लाइक एक्जाम सकेपछि चाहिँ फर्स्ट दिनदेखि नै म त कस्तो रिग्रेट लाग्दै थियो कि आज त पढेन जस्तो लाग्छ होइन अब के पढ्ने जहाँ त सकिसकेको छ त्यो एउटा रिदम भइसकेको थियो नि त म त आज पढेन रिग्रेट हुन्थ्यो कि राति अनि पढ्नु चाहिँ के छ भन्ने पनि सोच हुन्थ्यो होइन त्यो लाइक अब रुटिन चाहिँ अब अहिले चाहिँ एड्याप्ट हुँदैछु होइन रिजल्ट पनि आयो सो बिहान चाहिँ एकदम हेक्टिक हुन्थ्यो 2टा मक टेस्ट दिन्थ्यो शनिबार होइन अरू दिन पनि पढिरहेको थिएँ अनि अलिकति पनि फोन चलायो भने चाहिँ फोन चलाउने चाहिँ मजा आउँथ्यो पछि चाहिँ रिग्रेट हुन्थ्यो कि अनि कहिलेकाहीँ जस्तै दिनभरि राम्रै पढ्यो अनि राततिर हेरिन्थ्यो होइन एकदम 2-3 घन्टा लम्बाएर पनि हेरिन्थ्यो लगातार हेरिन्थ्यो होइन अनि त्यसले गर्दा त्यो दिन चाहिँ ठिक भयो अर्को दिनमा चाहिँ ह्याम्पर हुन्थ्यो अनि अर्को दिन गएर चाहिँ गाह्रो पर्ने भयो कि ठिक छ अब 2 महिना कहिले लाग्नु छ होइन हजुर यो टाइममा चाहिँ कसरी अब युटिलाइज कसरी के गरे चाहिँ प्लान चाहिँ भन्छ अब प्लान चाहिँ के छ भने सुरुमा त मलाई लाग्छ स्टुडेन्टहरू मिसगाइड पनि छ यसको लागि चाहिँ अब कुनै धेरैले पनि भने अब तिम्रो फेमलाई वेस्ट न हो मैले चाहिँ कुनै इन्स्टिट्युटको तर्फबाट भन्दा पनि अब आफ्नै बरु एउटा होइन हजुर जस्तै कुनै युट्युब च्यानल खोल्ने कि त फेसबुक ग्रुपबाटै मैले आफ्नो मटेरियल फ्री अफ कस्ट भने कुनै त्यो मोनिटरी सपोर्ट केही चाहिँदैन होइन फ्री अफ कस्ट एउटा टाइपको मटेरियल टाइपको पोस्ट गर्ने मैले के गरेँ के गर्नु हुने टाइपको चाहिँ पोस्ट गर्न चाहिँ मन छ होइन यो चाहिँ मेडिकल रिलेटेड अब आफ्नो कुरा घुमघाम होइन रमाइलो गर्ने त आफ्नैतिर भयो होइन यो चाहिँ गर्न चाहिँ मन छ अब हेरौँ कतिसम्म सकिन्छ केही गरी भयो भने चाहिँ म भन्दै भएको छु ल ठिक छ मैले पनि यसमा सपोर्ट गर्छु है केही चाहियो एक्सर्साइजहरूमा ठिक छ अब लास्टली चाहिँ केही मेसेज छ सी एस्पिरेन्टहरूलाई अन्तिम फाइनल मेसेज हामीलाई ल मेन चाहिँ म के भन्न चाहन्छु भने सुरुमा मलाई लाग्छ अब हामीले जुन पोडकास्ट गऱ्यो त्यसमा अभियसली धेरै कुरा मिस भयो होला म केही भन्न पनि केही
क्ल्यारिटी चाहिएको छ भने बरु यही भिडियोमा कमेन्ट गरे हुन्छ ठिक छ होइन म टाइम पाउने बाजी रिप्लाई गर्छु अनि मैले धेरै सालले फेसबुक इन्स्टातिर पनि मेसेज गएका छन् अब त्यो रिप्लाई अब म एरोगेन्ट भएर रिप्लाई नगरे होइन अब टाइमै भएछ हो धेरै भएर सो म त्यो बिस्तारै रिप्लाई पनि गर्छु होइन त्यसको बारेमा अब यो भयो अब फ्युचर एस्पिरेन्ट्सहरूको लागि चाहिँ के भन्न चाहन्छु भने जो 11मा छौ 11मा चाहिँ मोड्युलहरूतिर नलाग अहिले आफ्नै पढाइतिर लाग +2कै सिलेबसतिर अनि धेरै यताउता पनि गर्नु पर्दैन सो 10को 11को जुन ब्रिजै एकदम ठुलो छ होइन ग्यापै ठुलो छ सो 11मा चाहिँ धेरै मोड्युलतिर नआएको अब जब 12 सुरु हुन्छ नि 12मा चाहिँ इन्स्टिट्युटको मक टेस्ट चाहिँ रेगुलर शनिबार एउटा चाहिँ दिनु अनि आफ्नो जुन एनइबी र +2ले मैले जसरी भयो नि फिजिक्स वालाको भिडियो एनइबी र सी जुन फिजिक्स वालाको भिडियो कि त मोड्युल पाएको मोड्युलहरूबाट चाहिँ प्यारेन्ट्स गर्न खोज एउटा सँगै लगेर जाने किनभने जस्तै हामीले यो वर्ष 8 टाइम पायो नि होइन हजुरको भन्दा त हामीले अलमोस्ट डबलै टाइम पाएको जस्तो 500 महिना पाएको पोस्टपोन भएर मलाई लाग्दैन अर्को वर्ष होइन नट अफिसियल मेरो गेस अर्को वर्ष त्यति टाइम पाउने भएको छैन सो जो 12मा छौ 12को कोर्स एकदम कम्प्लिट हुनु पर्यो सी लेभलसम्मै तिमीलाई 5मा पनि ट्रेन हुनु पर्यो 12 पछि 11को मात्र पढ्ने अलिअलि म्याथ हेर्ने अनि म एक्स्ट्रा बुक्सको पास्ट क्वेसनको बारेमा अब धेरैले अरू एकदम ओभररेटेड बुकहरू बन्छ तर मैले अन्डररेटेड बुक पढाएको थिएँ एउटा च्याप्टर वाइज सर्ट क्वेसन थियो त्यो मैले मेन्सन गरेको थिएँ एउटा भिडियोमा त्यो किताब अलिकति अथेन्टिक त्यसमा चाहिँ सबभन्दा बढी पास्ट क्वेसन र अथेन्टिक अप्सनका साथ पास्ट क्वेसन छ आइओएम केयु पिपी र के भन्छन् एमओई र इभन सीका सब क्वेसनहरू छन् मैले त्यहीबाट पढायो त्यो बुक रहेर राम्रो छ एकदम बेस्ट छ एकदम बेस्ट पढेको यसको सोल्युसन पनि ठ्याक्कै च्याप्टर वाइज आफै पढेछ त्यसपछि त्यो ट्याक्कै हेर्ने मजाले सल्भ गर्ने छौ अनि सोल्युसन पनि ठ्याक्कै राम्रो छ कि एक लाइन छैन मजाले एक्सप्लेन गरेको लास्टमा चाहिँ अब तिमीलाई मेडिकल जर्नीमा एउटा वेलकम पनि छ हजुर र साथै फर्दर भविष्यमा उज्जवल भविष्यको लागि चाहिँ तिमीलाई बेस्ट विशेष गर्दै थ्याङ्क यू सो मच है त थ्याङ्क यू थ्याङ्क यू एभ्रिवान बिहाइन्ड द सिन पनि हो बिहाइन्ड द सिन हाम्रो है त यता बिहाइन्ड द सिन उति हाम्रो ऱ्याङ्क 7 दिपेन्द्र राज जोशी